आदरणीय दर्शकबिन नमस्कार। यतिखेर रातिको 10:30 बजेको छ। म कहाँ छु भन्ने कुरा यहाँहरूले अनुमान लगाइसकेको हुनुपर्छ। हो, म पूर्वको प्रसिद्ध शक्तिपीठको रूपमा रहेको संसारी माई मन्दिर परिसरमा छु। यतिखेर यो मन्दिर परिसर सुनसान छ। अँध्यारोलाई जसरी सूर्यको प्रकाशले जसरी चिर्छ, त्यसरी नै यो मन्दिर परिसर बिहानीको पहिलो झुल्कासँगै दर्शनार्थीहरूको भिडले खचाखच भरिने गर्छ। 4 बिघा बढी क्षेत्रफलमा फैलिएको यो मन्दिर परिसर 10,000-20,000 हजार दर्शनार्थीहरूको भिडले खचाखच बन्छ। यो मन्दिरको विगत रङ्गेलीको जस्तै छ, उतार चढावयुक्त। रङ्गेली मोरङको सदरमुकाम हुँदै गर्दा यहाँ रहेका सरकारी कार्यालयहरूले देवीथानको रूपमा पूजाआजा र बलि दिँदै आएको देवीथान गोगराले रङ्गेलीको सदरमुकामको उपाधि खोसेर लगेपछि लामो समय गुमनाम बन्यो। अनि पूजाआजा गरिँदै आएको स्थानमा रहेको काभ्राको रुख पनि सुकेर गयो। लामो समयको शून्यतालाई चिर्दै सोही स्थानमा अर्को काभ्राको बिरुवा उम्रिन्छ। आज त्यो काभ्राको बिरुवा वयस्क भएको छ। यहाँहरूले हेर्न सक्नुहुन्छ यी हाँगाहरूमा बाँधिएका यी ध्वजाहरू भाकल पुरा होस् भनेर र भाकल पुरा भएपछि बाँधिएका मात्र होइन, यी त यी मन्दिर प्रतिको आस्था र विश्वासको जीवन्त प्रमाणहरू हुन्। यो शक्तिपीठलाई कुनै परिचय प्रचार प्रसारको आवश्यक छैन। यो संसारी माई मन्दिरको प्रसिद्धि देशको सीमा नागेर भारत र छिमेकी राष्ट्रहरू हुँदै 7 समुद्र पारीसम्म फैलिएको छ। अनि फैलिएको छ यो मन्दिर प्रतिको आस्था अनि विश्वास। त्यही विश्वासको जगमा श्रद्धालुहरूलाई यो मन्दिरसम्म डोर्याइरहन्छ। केही समय अघि हामीले प्रसारण गरेको रङ्गेलीको विगतदेखि वर्तमानसम्म भन्ने सामग्री यहाँहरूले हेर्नुभयो होला। हेर्नुभएको छैन भने हेर्नु होला। यो सामग्रीले संसारी माईको विगत र समग्र रङ्गेलीको इतिहासलाई बुझ्न मद्दत गर्नेछ। अन्त्यमा यो सामग्री तयार गर्नका निमित्त हामीलाई सहयोग गर्नुहुने सञ्चारकर्मी चन्दन कुमार पासवान र बाबुराम ऋषिदेव प्रति आभार व्यक्त गर्दै आगामी दिनमा यस्तै सामग्रीहरूको लागि मेरो फेसबुक पेज र युट्युब च्यानललाई फलो एवं सब्सक्राइब गर्न नबिर्सनु होला। आजको लागि यति। धन्यवाद।